नमस्ते लस्सु फ्यापुलु र माघेसाङ्लो एक्स जिके4 को हाम्रो पाहुना दार्जिलिङको पाहुना हाम्रो ममता थापा है ममता शेर्पा र उहाँको छोरो र उहाँको फादर इन ल है र उहाँहरू हाम्रो यहाँ माथिको जिके4 मा आउनु भएको थियो कति एक हप्ता बस्नुभयो है र आज फर्किनु हुँदैछ है र हाम्रो कस्तो लाग्यो भन्नुहोस् फेरि यहाँको एयरबिएनबी है यहाँको फिडब्याक दिनु भन्दाखेरि चाहिँ म के भन्न चाहन्छु भन्दाखेरि यहाँ चाहिँ एकदमै होम फ्रेन्डली है इन्भाइरोमेन्ट पनि एकदमै शान्त जग्गा र यहाँको ओनर अब दादा दिदी जो हुनुहुन्छ ऊ पनि एकदमै राम्रो है म चाहिँ त्यही भन्छु तपाईँहरू आउनुहोस् यहाँ एक्सपिरियन्स गर्नुहोस् एकदमै राम्रो लाग्यो हुन्छ तपाईँको परिचय राखिदिनुहोस् मेरो चाहिँ मेरो नाम चाहिँ ममता शेर्पा र हामी चाहिँ दार्जिलिङबाट हो म चाहिँ यहाँनिर अब के को लागि आउनु भएको थियो यहाँ चाहिँ केक बेकिङ सिक्नुको लागि आएको थिएँ सिक्नुभयो अन्त एकदमै राम्रो रमाइलो है सेन्टर पनि एकदमै राम्रो थियो र बस्ने ठाउँ पनि एकदमै होम फ्रेन्डली एकदमै राम्रो लाग्यो थ्याङ्क यू